अहिले चाहिँ हामी दरबार स्क्वायरमा छौँ। बोल्न नि लाज लागिरहेको छ। लाज किन बाबा? यता चाहिँ लाज किन बाबा? बोल्न पनि लाज लाग्छ मलाई। के गर्नु? यता चाहिँ आज भिडियो सुटिङ भइरहेको रहेछ। ल यता चाहिँ फुलै फुल राखेर भिडियो सुटिङ गर्न लागेको रहेछ दरबार स्क्वायरमा। के गीतको हो कि के हो? गीतकै होला सायद। यता चाहिँ बहिनी छिन्। हामी चाहिँ दरबार स्क्वायर घुम्न आएको आज लोसारको दिन। भक्तपुर दरबार स्क्वायरको हालको अवस्था यस्तो रहेको छ। यता चाहिँ सुटिङ हुन लागिरहेको रहेछ। अनि यता टोकोभरि फुल ल्याएर भाइले यता खन्याउँदैछन्। यता आउन। टोकोभरि फुल ल्याएर भाइले यतातिर खनाइरहेका छन्। यता चाहिँ सुटिङको लागि रेडी भए जस्तो लाग्यो। ओहो डेकोरेट भइरहेछ यतातिर। कति दुःख हुन्छ, कति खर्च हुन्छ, कति दुःख हुन्छ। ल हेर्नु, एउटा गीतको भिडियो बनाउन पनि साह्रै गाह्रो रहेछ। खोइ ल खिच्ने। ल त्यसै गरेर खिच्दिउँ। हुन्छ हैन? मनी बस्छु नि। तिर आउँछ त बल्ल चाहिँ ए उहाँको रहेछ सुटिङ चाहिँ। अघि त्यो के त्यो उसको चाहिँ स्पा भट्टको चाहिँ गरेको थियो। ए जुम गरेर ल अहिले चाहिँ यहाँ मन्दिरको सिँढीमा चाहिँ पुरा फुल डेकोरेट भइसकेको छ। भइसकेको अवस्था। यस्तो रहेछ नि त, मुन्डाले लग्ने होला क्या गाडीमा हालेर। खोइ गाडी ए गाडी पनि ल्याएको छ। सुटिङको बेला चाहिँ खिच्न मिल्दैन होला है? के होला? ए सुटिङको लागि रेडी रहेछ। सुटिङ भइरहेको रहेछ। बाबु खोइ ल हिँड मिल्छ हिँड। हट कस्तो अग्लो
यहाँबाट कस्तो राम्रो देख्दो रहेछ है ए यस्तो छ भक्तपुर दरबार स्क्वायर फिल्मको सुटिङ भने होइन अझै त्यो माथि फुलमा त जानै बाँकी होला फुलै फुल छ एक बोरा ठुलो भाडा ए काउको बच्चा त कहाँ पर्नु त अहिले म देखाउँछु ल नायिकाजी हुन्छ हिरो र हिरोइन हुन्छ नि टाइगर बच्चा हुन्छ हुन्छ नि जाने हो सोध्नु पर्ला जिउ मिलिहाल्यो। जिउ सानो भएपछि ल हिरो र हिरोइन चाहिँ पुलिस गयो पुलिस होइन स्कुलको पुलिस स्कुलको पुलिस गयो है फेरि अब तल आएर फेरि जानुपर्छ अहिले मारिदिन्छ यसरी सुटिङ भइरहेको छ जेलमा यसरी बसेर हेरिरहेको छौँ ल फेरि मान्छेको जेल है लाइट बाउलाई मिलाउनलाई हेर्छ बोलाएको फेरि सानसानो फिल्म गर्नुपर्छ आइसक्रिम खाने कसले खाने आइसक्रिम लाइट क्यामेरा एक्सन गर्दैछन् क्या ल एक्सन सुरु सङ्गम दादा लिएर हिँड्छ क्या किनेर आयो ए मामा मलाई लौ आइसक्रिम आइपुग्यो आइसक्रिम हो के बोल्दैन रेकर्डिङमा हुन्छ अनि लिपसिङ गर्ने कुल्फी खाँदै सुटिङ हेर्दै कुल्फी खाँदै सुटिङ हेर्दै फोटो त लाग्दैन भिडियो मात्र क्लिकै हुँदैन हुन्छ त्यहाँ साइडमा बत्तीको चिन खेला गर्नुहुन्छ अर्का साम्पाङको माइक जस्तो स्कुल 2004 सालको मन्दिर पुजलाट नै राम्रो नमस्कार दाजु है त्यस्तो छालाको जुत्तामा लामो मजा हिरोले भने केही पनि कालो त्यस्तो लाउँदैछु नि हात मोजा लाउनु पर्ने हो खाना कालो चस्मा लगाएपछि हिरो हुन्छ अरे के भन्छन्
झन्डै प्लिङ कस्तो उकालो छ त्यो भरे जान दिदी कता फरक फरक पो रहेछ ल फुल वर्षाको पुजारीले वर्षा हो कि होइन त्यहाँ केस गर्न थिएन यहाँ परेवा नि उठ्छ ज्याकेट एक दिन रमसानो अब ल ल